भित्री ढाल गरिदिएको छु हो। 9 फिट 9.5 फिट जस्तो भइसक्यो डिप पनि। आम्बो ए मित्रगण हो, म त आफ्नो काम पनि अब आएर पनि आफ्नो काम गरेर पनि अब म फर्किदिँदैछु आजलाई। यति नै हो, कति नै हो अरे, यति नै हो। र फाइनली अब म आफ्नो घरतर्फ लाग्नेछु। फुपा यहाँ रहेछ यो हतियार, फुपा हतियार रहेछ, एकछिन नमार्नु। र फाइनली योलाई थन्काइदिनु कि मारिदिनु तल। र अब हामी घरतर्फ लाग्नेछौँ। र साथीभाइहरू यसो तपाईँहरूलाई मनोरञ्जन हो। हाम्रो चाहिँ नि भात पनि पाक्दै थियो नि, हेर्नुहोस् त यी हो, भात पनि पाक्दै थियो कि चुलामा मजाले। डेक्चीहरू सब्जी पकाउने कराई चाहिँ भित्रै छोडिएछ कि साथीले चाहिँ ताला मारेर जानुभएछ कि। अन्त गम्भीर समस्या भएको कारणले गर्दाखेरि चाहिँ अब घरतर्फ लगेरै नै खाइदिने हो। विचार चाहिँ त्यस्तै छ है। कस्तो छ अरे, त्यस्तै छ है। फेरि हो, म त फेरि ज्यामअप गरिदिन्छु है साथी हो, मित्रगण हो। र अब साथी तिम्रो ताला चाहिँ लागेर चाबी यहाँ डस्टबिनमा हालिराखिदिएको छु हो। अब के गर्नु, तिम्रो तालै लागेन पछि त हो। हामी चाहिँ जाँदैछौँ अब तिम्रो यहाँसम्म। म बसिन्जेल मेरो रेस्पोन्सिबिलिटीमा थियो, अब म निस्किँदैछु। अब तिम्रो रेस्पोन्सिबिलिटीमा छोडिरहेछ, जिम्माहरू चाहिँ हेरिराख हो। के छ कसो छ, म त भिडियो गरेर हाल्ने मान्छे हो कि सबै कुरो फेरि अप टु डेट मेरोमा त फेरि हुन्छ नि। फेरि अप टु डेट छोडिरहेछु। जो फुवा त्यो भात लैजाउनु कि घरमै, त्यो चिकन पनि लैजाउनु, घरमै पकाएर खानु। भात त पाकेकै छ हो, चिकन घरमा पकाउनु। अब म त अब भ्याउँदिनँ अब। लु यो लैजाउनुहोस्। के छ है त्यो त कहाँ देखाउँदिनँ नि। र फाइनली साथीभाइ हो, अब म आफ्नो दोकानतर्फ आउँदैछु।